हेलो एभ्रिवान, वेलकम टु द बिजी नलेज। म आज हाम्रो शरीरको ग्रन्थि अथवा ग्ल्यान्डको सुरक्षा कसरी गर्ने भनेर भन्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोला। हाम्रो शरीर स्वस्थ रहनका लागि र शरीरका विभिन्न कार्यहरू तथा प्रणालीहरू नियमित रूपमा सञ्चालित हुनुको निमित्त शरीरका भएका सबै ग्रन्थि स्वास्थ्य हुन आवश्यक देखिन्छ। यिनीहरू स्वास्थ्य नभएमा आवश्यक मात्रामा हर्मोन उत्पादन गर्न सक्दैनन्। यिनीहरू स्वस्थ रहनका लागि सन्तुलित आहारको सेवन गर्ने, लागु पदार्थ, धूम्रपान, मद्यपान आदिबाट टाढा रहने, नियमित व्यायाम तथा आराम गर्ने जस्ता कार्यले सहयोग गर्दछ। थाहा पाउनुभयो होला ग्रन्थिहरूलाई स्वस्थ कसरी राख्ने भनेर। यतिसम्म भिडियो अडियो हेरिदिनु र सुनिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद। अब अर्को भिडियोमा भेटौँला। बाई।